यसको शीर्षक छ तितरा बट्टाई र भक्कुका राँगोका सन्तानहरूप्रति। जर्मनको धावैमा होस् वा बर्माको घेरामा, मलायाका रबरका वनमा होस् वा नेपाल र लद्दाखका पराई लडाईँमा, ती जो मरे बिना कुनै स्वार्थ, बिना कुनै अर्थ, व्यर्थ, तित्रा बट्टाई र भक्कुका रागो जस्तै अरूको हाहामा लागेर, अरूको थपडी र नारामा जागेर, अरूले खुवाएको जाँड र कट्टले मातिएर आयो गोर्खाली भन्दै गोरु खाली बन्दै युद्धमा हाम फालेर, ती मरेका लोग्नेहरूको पेन्सनले आफ्नो छोराको पास्ने गर्ने ए अभागिनी स्वास्नीहरू हो। ती झरेका छोराहरूको आर्जनले आफ्नो 84 पूजा गर्ने ए बुढाबुढीहरू हो। ती बितेका साथीहरूको जर्सी लगाएर रोजीमा सोल्टी पकाउने ए तन्नेरी मान्छेहरू हो। ती मरेका प्रेमीहरूको कुशैली चुरा लाएर डोलीमा बस्ने बेहुली जेठी र कान्छीहरू हो। खुब सुहाएको छ तिम्रो छातीमा यी तकमा परमवीर चक्र र भिक्टोरिया क्रसको, तर के आउँदैन यसबाट कहिलेकाहीँ ओसिएको गन तिम्रै आफन्तहरूको लासको।